ल साथी हो, हेरे जति सबैजनाले कमेन्ट लाइक सेयर सब्सक्राइब कुन के हुन्छ सबै गर्नु होला है साथी हो। ल आज हामी यहाँनिर बुढाबुढी टक्कसँग आएर चाहिँ सुकुटी सिकाउन आएको कि हावा चलेर खतम गरे नि हो होइन बुढी। ल यहाँ मासु पनि रेडी छ, सुँगुरको मासु यो पर्क 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 च्वाचे च्वाचे भन्छ है यसलाई, च्वाचे च्वाचेको मासु सुकुटी बनाउनु लागेको साथी हो है। साह्रो मजाले हावा चलेको छ कि आज चाहिँ, हिजो पानी पऱ्यो, बिहान पनि पानी पऱ्यो, पानीले खतम गर्यो नि त। तर यहाँ चाहिँ यस्तो आगो फुक्नु आगो बल्नु मानेको छैन। अब मान्छ होला एकछिनमा सल्किनु आँटेको छ, झर्र पारेर सुकुटी सुकाउने हो होइन। खानु पऱ्यो नि सुकुटी त हो, मासु बेगर त नि किन हौ किन, मासु बेगर त बन्द रुँदैन हौ बातो है। यो चाहिँ सानो सुँगुरको मासु, एउटा दुईवटा तिनवटा, वहाँ एउटा छ चारवटा चारवटा। बनाउने होइन कि बनाउँदैन? बोल्यो 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 आगो बल्यो घटङ टङ लाएर। ओ अलिक तानो होइन मजाले बल्यो कि अहिले चाहिँ। अब बन्छ सुकुटी होइन बुढी, होइन बुढी। ल त्यहाँ हाम्रो सुकुटी चाहिँ यसरी तयार हुँदैछ। सुकुटी 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 यहाँबाट सुरु गरेर यहाँसम्म चाहिँ बन्दैछ होइन। अर्को दुई भाग पनि छ, अरू पनि छ कि सुकुटी, यति मात्रै होइन हामीसँग भएको है। हेर्दै खाउँ खाउँ लाग्दो भएन साथी हो सुकुटी। दाई सुकुटी हो कि यो चाहिँ पहिल्यै लगाएको हुनाले रातो रातो हुँदै आइरहेछ। मलाई पक्रक्क हुने सुकाउँदाखेरि चाहिँ दामी हुन्छ, भर्खर लाग्छ। अलिअलि अलिअलि चाहिँ पटाउनु सुकुटी बनाउने मान्छे चाहिँ यता पानी बोकेर आउँदैछ। के गर्नु पानी हात धुनु? ल गाइस हाम्रो चाहिँ सुकुटी बनिसक्यो है साथी। अब यहाँ चाहिँ यस्तो खाली बनायो यसरी होइन। सुकुटी चाहिँ यतातिर छ, ल हेर्नुहोस् सुकुटी, सुँगुरको सुकुटी नि त दामीसँग बनायो कि। यो चाहिँ नि के भन्छन् नि, रेडी टु इट। ठ्याक्क अब टमाटरको अचार बनायो, चिरेप्पा चिरेप्पा चोप्यो, कप्लक कप्लक खाँदाखेरि एकदम दामी छ कि। यस्तो दामी भएको छ है, क्या मिठो हुन्छ होला। झरर ओभनमा लगाएँ, एक ओभनमा लगाएर चाहिँ त्यहाँदेखि सही दुई तिन ताल घुमाएपछि चाहिँ एक टमाटरको अचार पिस्यो, राम 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 खाँदाखेरि भात पनि एक थाल है। त्यतिखेर त मजाले साग पनि उम्रेको छ कि, रायो साग मजाले सुकुटी भुटेर रायो साग छाप्पा हालेर खाँदाखेरि कस्तो दामी हुन्छ नि। अनि जस्तै हाम्रो चाहिँ गार्डनहरू यस्तो छ साथी हो, गार्डन नि
ढक्कै यहाँ खोर्सानी बारी डल्ले खोर्सानी टक्कै यहाँनिर डल्ले खोर्सानी छ टमाटर लोकल टमाटर सानो खालको चेरी टमाटर भन्छ यता चाहिँ यहाँनिर ट्र्याक्टर झार काट्नुहुन्छ यहाँले बारी खन्नुहुन्छ यता चाहिँ ठक्कै यहाँनिर खोर्सानी रोप्नु भएको छ यो चाहिँ लोकल मकै हो भन्नाले यहाँ अमेरिकन मकै होइन नेपालको तम मिठो खालको मकै यहाँको चाहिँ अब मकैहरू चाहिँ अलिक गुलियो हुन्छ स्विट कोर्न भन्छ स्विट कोर्न चाहिँ अब साह्रै गुलियो हुन्छ त मिठो हुँदैन नेपालबाट ल्याएको चाहिँ नेपालको बिरुवा बिजन चाहिँ राम्रो हुन्छ त्यति गुलियो हुँदैन अनि यसपालि चाहिँ यो मेरो यहाँनिर यति चाहिँ थाई खोर्सानी यो अनि यता चाहिँ डल्ले खोर्सानी छ अलिक घामले गर्दा देख्दैन होला तपाईँहरूले होइन यता उँभो चाहिँ दिदीहरूले रोप्नु भएको छ मकै बारीमा नि साथी हो यति मजाले लट्टे उम्रेको छ कि लट्टे भन्छ के भन्छ पालाङ्गी यहाँ चाहिँ म्याडमले पालाङ्गी टिप्नु हुँदैछ केमा लाएर खाने रे सुँगुरको मासुमा केमा सुकुटीमा हो है सुकुटीमा लाएर झ्याप्पै खानु पर्यो नि त होइन ल सुकुटी बनाएर चट्टसँगले लट्टेको पालङ्गीको साग लाउँदाखेरि सराप त क्या दामी हुन्छ नि त फेरि चाहिँ टिपिसकेर पालङको साग यो ठुलो छ त्यो होइन जङ्गल हो यहाँ त फाल्नु नि त्यसो यो पोहोरको टमाटरको यो उयोको किराले खाएको टमाटरको बिरुवा दाना फालेको अहिले बरु उम्रेछ नि त टमाटर त अब यो गोड्नु पनि केले गोड्नु मेसिन छैन होइन न मेसिन यहाँनिर ठुल्ठुलो जनावर छ साथी हो बम्बे जनावर यहाँनिर नि म तपाईँहरूलाई देखाउँछु ल जसले हेर्नुहुन्छ देख्नुहुन्छ जसले यो च्यानल हेर्दैन उहाँहरूले देख्नुहुन्न बडे मानको नि साँडेहरू नि ब्लर आएको है घामले नि घामको टकले देखिँदैन सबै मलाई हेरिरहेको छ नि त यहाँ सानो छैन नि हौ यो चाहिँ यहाँको मान्छेहरूलाई मासुको लागि नि सब मासुको लागि बर्गर भन्छ बर्गरमा मासु लगायो खायो अनि यो अस्ति जोतेको यो सबैमा त अनि माटो चाहिँ सबै बगाएछ होइन माटो चाहिँ सबै बगाएर लगेछ अनि यो मात्रै छ त नि झिङ्रिङ्गा यस्तो दामी मजाले जोतेको पानी पनि सानो पानी आएको होइन आमा मगी राति सबै माटो जति बगाएर कहाँ थुपारे पुरै भल भएछ अनि उता नारा गाउँ पुरा भल भएछ अनि यहाँ हेर नि यहाँदेखि भल बगेर आएर सट्टै यहाँनिर यताबाट फेरि सट्टै उता गएछ